guys, welcome back to my new vlog. स्वागत छ हजुरहरुलाई मेरो यो न्यू भ्लगमा। अनि आज चाहिँ हामी यहाँ धदलपाडा भन्ने ठाउँमा आएर पनि यता कुन ठाउँ हो हामी आइसकेका छौं साइकलमा। म मात्र हैन, यता पछाडी पनि छन्। अनि उयो दिदीलाई चाहिँ साइकल कुदाउनै आउँदैन, त्यसैले मेरो साथी अर्पणाले चाहिँ सिकाइदिदै चाहिँ अनि दुईटा साइकल छ नि त, अनि उलाई सिकाइदिएको दिदीलाई। अनि पसिना छुटिसक्यो। हेर्नुहोस् न, यसरी हो भनेको भन्छ। मलाई त थ्याङ्क गड उनीहरू दुईजना भन्दा पहिला मलाई साइकल कुदाउन आयो, त्यसैले थ्याङ्क गड। अनि मेरो भिडियोमा चाहिँ लाइक एन्ड सब्सक्राइब र सेयर पनि गर्न नभुल्नु होला। अनि यस्तै भिडियो लिएर आउँछु। यता हेर्नु न के गर्दै छन्। साइकलको च्यान चाहिँ फुस्केछ, उसको चाहिँ यो चाहिँ थ्याङ्क गड फुस्किँदैन। कुदाउँदा एक दुईचोटि त लड्नै पर्छ। गाइस म चाहिँ एकचोटि लडेको, कुदाउँदा एकचोटि लडेको। त्यसपछि एउटा हातले साइकल कुदाउँछु, उता चाहिँ छिटाउ है। यसमा चाहिँ लड्न गाइस यो क्यामेरा कस्तो हल्लिरहेछ। यहाँनिर म रोडमा म कुदाउँदैछु साइकल। मैले चाहिँ गाडी आयो होइन, अनि धन्न मैले रोकेन। मेरो आज उइन्थ्यो, कस्तो पसिना आराम। पछाडि के गर्दैछन्, कहाँ गए? कता गयो, कस्तो कति पर रहेछ उनीहरू चाहिँ। यहाँ पर आउँदैछन्। मलाई पसिना आएर म कस्तो तिर्खा लाग्यो मलाई। म चाहिँ यहाँ अघिदेखि 5 घन्टा भइसक्यो म पर्खेको। उनीहरू त्यहाँनिर के गरेर बसिरहेछन्, के गफ गर्दैछन् मलाई केही थाहा छैन। आई डोन्ट नो, मलाई थाहा छैन। र म अब यहाँनिर चौतारी जस्तो ठाउँ रहेछ, त्यहाँ म बस्न गइरहेको छु कुदाउँदै। थ्याङ्क गड म आइपुगेँ। म चाहिँ यहाँ चौतारी जस्तो ठाउँमा आइसकेँ। यसलाई पनि छ यस्तै ठाउँमा म यहाँ बसिरहेको छु। अनि यहाँ चाहिँ खोला छ, अनि उहाँबाट चाहिँ मलाई कराएछन् किनकि तिमी चाहिँ भ्लग बनाउने अनि म चाहिँ सिकाउने भन्ने अर्पणाले भन्दैछु। बल्ल तिनीहरू चाहिँ आइसके। मेरो कपालमा गर्मी उठेको हेर्नु। म फेरि साइकल उठाउँदैछु। यहाँमा यसरी यहाँ अड्काएको थियो नि त, अब म उठाउँछु। यहाँ चाहिँ के भएर पानी रहेछ। गाइस गाडी गयो। गाइस यहाँ चाहिँ भैँसी रहेछ। उयो गाई छ कालो, उयो पर, अनि उयो चाहिँ बोकी छ। गाइस अब चाहिँ हामी घर जान आँटेको। साइकल उसलाई चाहिँ सिकाउँदा उसलाई चाहिँ आएन। ल म गएको घरमा पुगेपछि म भिडियो अन गर्छु ल। फेरि घर जान नपर्ने हो, फेरि फुल लानु पर्यो। फुलबाट अनि जानुपर्छ ल गाइस घर।
ल गाइस बाई बाई। घर पुगेको भ्लग चाहिँ आउँदैन। बाई बाई। यो चाहिँ दिदी हो।